नमस्कार। अहिलेको सिजन वसन्त ऋतुको आगमन हो। यो वसन्त ऋतुको आगमन भएपछि जताततै पालुवा पलाउँछन्। म आज यस्तो ठाउँमा आएको छु कि म स्कुल पढ्दाखेरि जो 2050 साल अगाडिको कुरा बताउँदैछु। स्कुल पढ्दाखेरि हामी यो दाङसिङ भन्थ्यौँ। यो दाङसिङको खरबारीमा हामी बिहान घाँस काट्न आउँथ्यौँ। बिहानै घाँस काटेर अनि घर फर्किसकेपछि होमवर्क गर्थ्यौँ र हामी फेरि जयपतिको वीरेन्द्र माध्यमिक विद्यालय बलम जयपतिमा हामी फेरि अध्ययनको लागि जाने गर्थ्यौँ। यो हामीले घाँस काट्ने ठाउँ हो। यहाँ अहिले घाँस सुकिसकेको छ, खर बनेको छ। अनि यो खरबारीमा अहिले चाहिँ यो खयरको रुख, चिलाउनीको रुख, सालको रुख, अनि तपाईँको अलिकति थोरै तल यो देख्नुभयो सल्लाहको रुख, यस्ता रुखहरू पलाउने गरेका छन्। अब पहिला पहिला मान्छेहरू धेरै थिए, मान्छेको जनसङ्ख्या थियो। अहिले मान्छेको जनसङ्ख्या घट्न थाल्यो, युवाहरू सबै विदेशिन थाले। यो विदेशिने कारणले गर्दाखेरि टाढा टाढा मान्छेहरू घाँसपात गर्न हिँड्नै छाडे। घाँसपात गर्न हिँड्न छाड्नुको अर्को कारण के हो भने युवाहरू विदेशिएपछि उनका परिवार पनि बजारतिर लाग्न थाले। बजारतिर लागेपछि गाई भैँसी पालन छोडियो। गाई भैँसी पालन छोडिसकेपछि अब घाँसपात पनि काट्न छोडिने भयो। फलस्वरूप यी सबै अहिले जहाँ सबै सल्लाहघारीमा परिणत भएको छ, यी सबै क्षेत्र पहिला घाँस काट्ने ठाउँ हुन्। केवल खर मात्रै काट्न पाइन्थ्यो, हरियो घाँस पनि काट्न पाइने। छिपिएपछि खर, त्यो खरले घर गोड छाउने काम गरिन्थ्यो। यस्तो ठाउँ अहिले यो सल्लाहघारीमा परिणत भएको छ। हेर्नुहोस्, यी यहाँ बारी थिए, यी बारीमा बेसरी उब्जाउ हुन्थे। तर अब अहिले बाँदरहरूको राज छ, मान्छेहरू काम गर्न आउन नि सक्दैनन्। जनसङ्ख्या घटेको हुनाले पनि टाढा टाढा भयो। यी अहिले यत्तिकै यो सबै सल्लाहघारीमा परिणत हुन लागेका छन्। हरियो घाँस छ, काट्ने मान्छे छैन। कोही कोही गाउँमा बसिराख्नेहरू घाँस काट्न आउँछन्, त्यहाँभन्दा अरू कोही पनि आउँदैनन्। डर छ अहिले। जङ्गलमा पहिला डर हुन्थेन, अब अहिले बाघ भालुको सङ्ख्या बढ्न थाल्यो, जङ्गली जनावरको सङ्ख्या बढ्न थाल्यो। त्यो भएपछि मान्छेहरू काम गर्न आउन छोडे। यस्तो छ गाउँघरका खरबारीहरूको हालत। अब यो कहिलेकाहीँ खयर बढ्यो, साल बढ्यो भने मात्रै बिक्री गर्नको लागि काट्न आउने गर्दछन् समूह समूह मिलेर, नत्र गाह्रो छ। तपाईँलाई मैले देखाएँ, यो केतकी देखाएँ। केतकी देख्नुभयो होला, यो केतकी अब यो फुल्न लागेको छ। यो केतकीको जराले यो दोकान नाम्लाहरू बुनिन्थ्यो विशेष गरी। यो खयरहरू अब सबै सानो सानो खयरहरू। खयरको त अब खयर फुलेर पाकिसकेपछि हावा लाग्छ अनि हावाले सबै जताततै फैलाइदिन्छ। त्यसपछि खयर उम्रन थाल्छ। यो ठुलो भएपछि काठहरूमा परिणत हुन्छन्। नत्र यसको सानो हुँदाखेरि घाँसमा पनि, घाँसको लागि पनि काम लाग्थ्यो। तपाईँहरूलाई मैले यस्तो देखाएँ। यस्तो अहिले अब कमै देख्न पाइन्छ। यी जङ्गल जस्तै छन्, तर व्यक्तिगत नाममा छन् यी खरबारीहरू। पहिला यो चाहिँ यो अहिले मैले देखाइरहेको क्षेत्र यो मेरो अंशमा थियो। यो अहिले भाइको अंशमा छ। मेरो अंशमा मैले बेचिसकेँ। अलिकति पल्तिर मेरो दाइको अंश हो। 3टा अंश थियो। बुवाले एकमुष्ट रूपमा यो खरिद गर्नुभएको थियो जमानामै। सायद 10,000 रुपियाँमा खरिद गर्नुभएको थियो अरे, हामी स्कुल पढ्ने बेलामै। अब अहिले यसको मूल्य पनि छैन। कसैलाई यो घाँस त्यसै काट्दियो भन्ने पनि मान्छे छैन। यो तलको क्षेत्र चाहिँ अलिकति देखिएको क्षेत्र चाहिँ बलम बेलटारी हो। म तपाईँलाई अलिक अर्को भिडियोमा देखाउनेछु। र उहाँ पारिपट्टि देखिएको चाहिँ यो पारी पाल्पाको दर्पुको क्षेत्र हो। यो पनि तपाईँलाई म फेरि अर्को भिडियोमा देखाउँछु। अहिले तपाईँहरूलाई धेरै धेरै धन्यवाद। यो सबै भिडियो राम्रोसँग हेर्नुहोला। यी रमाइला दृश्यहरू हुन्। यस्ता रमाइला दृश्यहरू फेरि फेरि देख्न पाइँदैन है त। ल, तपाईँलाई धन्यवाद।